मर्निङ मर्निङ छोरी हाई कार्यक्रमको औपचारिक उद्घाटन गर्न अध्यक्ष गोविन्द लिटेल सर र हाम्रै स्कुलका प्रधानाध्यापक धीरज किनेर ल्यायो हजुर किनेर ल्यायो भाइको गुडियाको बनाउने त्यो बनाउनु त कहाँ बनाउनु त्यो चाहिँ बनाएको यो चाहिँ बनाएको यो चाहिँ सबै बनाएको हामीले अझै बनाएको अझै घुम्न गए प्रोग्राममा यस संस्थाको अध्यक्ष गोविन्द प्रसाद लिटेल सरलाई आग्रहपूर्वक निवेदन गर्दछु। सूर्यमण्डल नवग्रह छ त्यसै गरी हाम्रा स्कुलका प्रधानाध्यापक धीरज आचार्य सरलाई पनि चिनाउ त यसै गरी हाम्रा स्कुलका भाइस प्रिन्सिपल श्रीमती कार्की सरलाई पनि आफ्नो भाषण ग्रहण गर्न अनुरोध गर्दछु। साथै सबै शिक्षक तथा स्थानमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। टङ्क गुरागाई सरलाई पनि आफ्नो स्थानमा आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी बाबु कान्छी थापा सरलाई पनि अग्रह स्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यो एउटा फ्यान हो नि यो दुईटा मान्छे हावा लिन्छ अनि यो खान्छ अनि सोलरदेखि चार्ज हुन्छ यो लाइट पनि बल्छ स्कुलका यो प्रिन्सिपल गेट हो इन्द्र राई सरलाई पनि राम्रो छ राम्रो छ राम्रो छ म्याम यस्तो पानी छ मैले त अघि हालेको थिएँ यस्तो पानी यस्तो राम्रो पानी फिल्टर गरेको होइन हजुर गुड फिल्टर यो पानी हजुर खान पनि सक्नुहुन्छ हो फिल्टर गरेको छ राम्रो छ यसै गरी आइ त गर्नु आदरणीय प्रमुख अतिथिगण माननीय शिक्षक शिक्षिका प्रिय अभिभावकज्यूहरू तथा मेरा प्यारा प्यारा साथीभाइ दिदीबहिनीहरूमा मेरो नमस्कार। आजको यो विशेष अवसर अभिभावक दिवस कार्यक्रममा यहाँहरूलाई स्वागत गर्न पाउँदा म गर्वशील र खुसी महसुस गरिरहेको छु। अभिभावकहरू हाम्रो जीवनको पहिलो शिक्षक जसले हामीलाई राम्रो मानिस र राम्रो विद्यार्थी बन्नमा सहयोग गर्नुहुन्छ। यस सुन्दर अवसरमा विद्यालय परिवार र सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट यहाँ उपस्थित सम्पूर्ण अभिभावकज्यूहरूलाई हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको कार्यक्रममा हामीले हजुरहरूलाई विभिन्न प्रकारका मनोरञ्जन दिने प्रयास गरिरहेका हुन्छौँ र आशा छ हजुरहरूले मनोरञ्जन पनि लिनुहुन्छ। अन्त्यमा यहाँहरूको माया सहयोग र उपस्थितिको लागि फेरि पनि एकपटक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र आजको हाम्रो अभिभावक दिवस सुरु गर्न चाहन्छु। आजको यस कार्यक्रममा म मेरो अनन्य मित्र ग्रीष्म खड्का आफ्नो स्वागत मन्तव्य प्रस्तुत गर्न र आजको कार्यक्रम सुरु गर्न अनुरोध गर्दछु। यसै गरी पवित्र मैत्री समाजका अध्यक्ष